गुरुङ तमुसिया समाज आमा समूहले नारी दिवस यसपालि दोस्रो पल्ट मनाउँदैछ। सबैजनालाई निमन्त्रण गरेको छौँ। आमा समूहको अध्यक्षले निमन्त्रण गरिसकेको छ। त्यसले गर्दाखेरि सबै आइदिनु होला, सबै आइदिनु होला भने हाम्रो आमा समूहको अध्यक्षले ह्यापी वुमेन्स डे यहाँहरु सबैलाई शुभकामना आइदिनु पर्यो भनिदिनु न। आइदिनुस् है, सबैजना आइदिनुस्। यो भर्खर त्यसै गरेर हामी विशेष नारी भएको कारणले गर्दा हामीलाई सघाउन आउनु भएको छ। हाम्रो समाजका एकदमै सक्रिय सदस्य मङ्गलराज गुरुङज्यूलाई पनि उहाँलाई पत्ता लगाएर सम्मान गरिदिनको लागि म प्र्याक्टिस गर्दैछ तिनीहरू। त्यसै गरेर सरी हाम्रो समाजका कार्य समितिका सदस्य श्री पूर्ण कुमार गुरुङज्यूलाई पनि आजको यस कार्यक्रमको अतिथि भाषण ग्रहण गरिदिनको लागि विनम्र अनुरोध गर्दछु। त्यसै गरेर हाम्रो भेनाजु लिल गुरुङज्यू तपाईँलाई म अतिथि भाषण ग्रहण गरिदिनको लागि कार्यक्रम गर्दछु। त्यसै गरेर उहाँका मन कुमार मणिराज होइन पर नेपाली मणिराज गुरुङज्यू, त्यसै गरेर दाइ दिनेश गुरुङज्यूलाई पनि हरा लगाएर सम्मान गरिदिनको लागि म हार्दिक अनुरोध गर्दछु।